बालेन एक व्यक्ति होइनन्, देशव्यापी आन्दोलन हुन्। कहिले नथाक्ने सङ्घर्षबाट जन्मिएको एउटा नाम हो बालेन शाह। आज त्यो नाम केवल काठमाडौँमा मात्र सीमित छैन, देशका गाउँ सहर तराईदेखि हिमालसम्म गुन्जिरहेको छ। जुन दिन बालेनले स्वतन्त्र उम्मेदवार भएर चुनाव लड्ने घोषणा गरे, धेरैले हाँसे, कतिले असम्भव भने, कतिले मजाक ठाने। तर बालेनले विश्वास गरे जनताको मन जितेपछि कुनै शक्ति ठुलो हुँदैन भन्ने। आज चुनावी माहौल तातिँदै गर्दा देशभर एउटै दृश्य देखिन्छ। बालेनको नाम, बालेनको चर्चा, बालेनको भिड। चोक चोकमा युवाको जमघट, चिया पसलमा राजनीति बस माइक्रो टेम्पोमा बालेनकै कुरा, मोबाइलको स्क्रिनमा बालेनको भाषण, फेसबुक टिकटक युट्युबमा बालेनको भिड। यो कुनै सामान्य प्रचार होइन, यो त मौन विद्रोह हो। यो त पीडित जनताको अन्तिम आशा हो। गाउँमा किसान भन्छन् अब त कसैले हाम्रो दुःख बुझ्ने आयो, सहरमा मजदुर भन्छन् कम्तीमा बोल्ने मान्छे त आयो, विद्यार्थी भन्छ हामी जस्तै युवा नेतृत्वमा पुग्यो, आमाबुवा भन्छन् अब हाम्रो छोराछोरी विदेश जान नपरोस्। आज देशभरि बालेनको एउटा नारा बनेको छ, परिवर्तनको नारा। जहाँ जहाँ चुनावी सभा हुँदैछन् त्यही बालेनको फोटो, गीत, भाषण र विचार गुन्जिन्छन्। ठुला पार्टीहरू करोडौँ खर्च गर्दैछन्, ठुला नेताहरू हेलिकप्टर चढ्दैछन्, तर जनता भने निस्वार्थ रूपमा बालेनको पछि लागिरहेका छन्। किनभने बालेन भाषणमा झुट बेचेका छैनन्, बालेनको सपना मात्र होइन काम देखाएका छन्। सडक खुल्दै गएका छन्, अतिक्रम हट्दै गएको छ, फोहोर व्यवस्थापन सुध्रिँदैछ, कानुनको डर फर्किँदैछ, अनुशासनको आश पलाउँदैछ। बालेन एउटा लहर हुन्, बालेन एउटा आन्दोलन हुन्, बालेन एउटा पुस्ताको सपना हुन्। अब चुनाव केवल कुर्सीको लडाइँ होइन, यो त भविष्यको युद्ध हो। यदि यो लहर रोकिएन भने भोलि देशको राजनीति बद्लिन्छ, व्यवस्था बद्लिन्छ, सोच बद्लिन्छ र सायद हाम्रो नियति पनि बद्लिन्छ। आज देशभरि उस्तै स्वर गुन्जिरहेको छ। हामीलाई नेता होइन, परिवर्तन चाहिएको छ र त्यो परिवर्तनको नाम हो बालेन।